उहाँले भन्नुभयो कृषकहरू नै हो मिलन गरिरहेका छन् होइन हाम्रो देश पनि हो मिलन हुने हो त्यही हिसाबले पनि कसरी यी कुराहरूलाई पनि कसरी अवेरनेसका रूपमा लान सकिन्छ भन्ने अब अलिकति महिला भन्ने बित्तिकै हाम्रो घरको सशक्तिकरण जसरी लिने होला यो सबैवटा कुरामा चाहिँ हामीले काम गर्न सक्छौँ महिला होइन विकासको रूपमा जस्तै अरू जग्गा खेती गर्ने महिलाको लागि समूहमा आधारित कृषि ऋणको व्यवस्था नस्ता हानेर जाउँ है घर महिला पुरुष बिचको ज्यालादारी फरकलाई न्यूनीकरण गर्दै जाने कम बनाउँदै जाने फरकलाई होइन देशभित्रै बसाइसराइको कारणले महिला किसानले प्राविधिक रूपमा सबै कुराको ह्यान्डल गर्नुपर्ने तर पुराना प्रविधिहरू पुरुष केन्द्रित भएकोले त्यसलाई विचार गरी महिला मैत्री प्रविधिको विकास गर्ने होइन ताकि उहाँहरू सशक्त रूपमा अगाडि बढ्न सक्नुहुन्छ कृषि प्रसारण र विस्तार